जस्तै यो ट्रेलर र टिजर अनि यो गानामा चाहिँ एउटा सर्फेसियल लेभलमा चाहिँ यो लभ स्टोरीलाई बेसी फोकस गरेका छौँ। तर तपाईँले यो जुन यो 4वटा एपिसोड हेर्नुहुन्छ त्यसमा चाहिँ हामीले चाहिँ टिनेजको इस्युजहरू, इमोसनल टर्मलहरू, अब तपाईँको त्यो पढाइको इस्युजहरू, अब त्यो कम्पिटिसनको इस्युजहरू, अनि हामीले यो तपाईँको चाहिँ समाजमा अब त्यो अहिले घटिरहेको त्यो सोसियल मिडियाको इस्युजहरू पनि हामीले जस डिपर अलिकति धेरै डिप त होइन, तर हाम्रो अब मिनी सिरिज भएर त्यति डिप त जान सक्दैनौँ। तर पनि अब जल्दो बल्दो यो समस्याहरूलाई चाहिँ हामीले चाहिँ साइकोलोजिकल लेभलसम्म पनि थोरैसम्म हामीले चाहिँ छुन खोजेका छौँ। एज अ टिनेजरको थ्रुबाट पर्सपेक्टिभबाट हामीले प्रेजेन्ट गरेका छौँ र एज अ एन्ड चाहिँ त्यसलाई चाहिँ कसरी डिल गर्न सकिन्छ भन्ने एउटा सामाजिक सन्देश सानो टुक्क टाइपको होइन, धेरै त्यो मेरो ड्रामा पनि होइन, टुक्क त्यसरी दिने चाहिँ कोसिस चाहिँ गरिरहेको छु टिनेज पिरियडमा। एकदम म आफै पनि इन्फ्लुएन्स हो होइन, म आफै इन्सपायर गर्न सुरुमा त अब मलाई फर्स्टमा मलाई हेर्नु जाने कन्टेन्ट त म फर्स्टमा आफूलाई सोध्छु नि त इमेजिनेसनमा। सो सुरुमा सोच्दाखेरि नि क्यारेक्टर वर्ल्ड यस्तो हुन्छन् है, तर स्टोरी चाहिँ हामी आफ्नै नेपाल परिवारको घरको परिवारको नै हुन्छ भन्ने त्यो चाहिँ थियो। हो देख्दाखेरि बाहिरको जस्तो लाग्यो, तर स्टोरी चाहिँ हामी आफ्नै नेपालीको टिनेजर्सको स्टोरी हो। होइन त्यो अब डिफ्रेन्ट बन्ने या फ्ल्यासी बन्ने त्यस्तो कुनै कुरा त्यो मेरो त्यो कुनै इन्टेन्सन थिएन। मलाई पर्सनली मनपर्छ र यस्तो खालको वर्ल्ड हामी एज अ देखाउन सक्छौँ है भन्ने एउटा आँट र प्रयास थियो यो चाहिँ। मेरो चाहिँ ग्रोइङ अप चाहिँ एकदमै अलिक स्ट्रिक्ट नै हुनुहुन्थ्यो फ्यामिली होइन। अनि मलाई चाहिँ एकदमै गुनासो चाहिँ जहिले पनि अहिले पनि सम्झिँदाखेरि फिल हुने चाहिँ जस्तो ग्रेड 10मा त्यो सबैजनालाई के अरे पोखरा चितवन टुर त्यस्तो लाग्छ क्या। अनि मलाई चाहिँ कुनै पनि यस्तो फङ्सनहरूमा जान दिनुहुन्न थियो कि लाइक स्पेसली आउटडोर्सहरूमा। अनि त्यतिखेर चाहिँ म एकदमै रोएर प्लिज जान दिनु भनेर 3 दिनसम्म उ गर्दाखेरि पनि जान दिनु भएन। तर मेरो मम्मीले चाहिँ के भनेको थियो, म तिमीलाई ठुलो टेडी बेयर किनिदिन्छु भनेर। अब हल्का 10 क्लासको बच्चालाई टेडी बेयर अलिक उस हुन्छ है, तर मलाई चाहिँ एकदमै इच्छा थियो कि त्यो आफू जत्रै टेडी बेयर हुन्छ नि त्यो, अनि जस त्यो किनिदिनु भयो तर जान चाहिँ दिनु भएन। सो यस्तै लाइक अब लाइक सेफ्टीको त्योहरू पनि अब आएर चाहिँ बुझ्छु म होइन कति कुराहरू चाहिँ किन दिनुहुन्न थियो भनेर। तर अब त्यो भनेको त मेरो कोर मेमोरी हुन्छ नि त होइन, त्यो त मेरो स्कुल मेट्सहरूसँग क्लासमेट्सहरूसँग जाने। सो त्यस्तो कुरामा चाहिँ जानु नदिँदा चाहिँ अहिले पनि हल्का चित्त दुखाइ चाहिँ हुन्छ। त्यो बेलामा तपाईँले प्रेमलाई या हुन्छ नि आफ्नो मित्रतालाई कसरी हेर्नु भएको थियो त्यो टिनेज टाइममा, र अहिले आएर जब मेच्योरिटी आयो अहिलेको टाइममा चाहिँ त्यसलाई कसरी देख्नु भएको छ? स्पेसली फ्रेन्डसिपको कुरामा चाहिँ आई थिङ्क म एकदमै लकी छु जस्तो लाग्छ। किन भन्दाखेरि म चाहिँ स्कुल टाइममा चाहिँ अब अहिले पनि मलाई इन्ट्रोभर्ट भनेरै चिन्नुहुन्छ, तर त्यो बेला म झन् इन्ट्रोभर्ट। अनि हुन्छ नि मलाई कसैले जबरजस्ती साथी बनाए मात्रै पोसिबल हुन्थ्यो, मैले बनाउने भन्ने चाहिँ त्यो मसँग आँटै थिएन क्या होइन। अनि सो त्यस्तोमा मेरो जस एकदमै फ्यु तर एकदमै क्लोज साथीहरू हुनुहुन्छ। उनीहरूले चाहिँ मलाई बच्चादेखि नै हुन्छ नि एभ्री टाइम जे कुरामा पनि जबरजस्ती इन्भल्भ गराएर मरिसाउँदा मेरै मिस्टेक हुँदा नि आफै आएर सरी भनेर मलाई पकाउने हुन्छ नि कर्म निमा उनीहरू मेरो एकदमै क्लोज साथीहरू। सो त्यो कुराको लागि चाहिँ म चाहिँ एकदमै ग्रेटफुल फिल गर्छु नि। सो फ्रेन्डसिप चाहिँ एकदमै अब अहिले आएर चाहिँ म एकदमै नै चेरिस गर्छु। ग्याप दिएको त होइन, तर अलिकति ग्याप चाहिँ भयो महाभोजपछि। तर फेरि सिरिज यो चाहिँ हामीले महाभोजभन्दा अगाडि सुट गरे कि
गर्न चाहिँ 1 वर्ष भइसक्यो तर अहिले आएर रिलिज हुँदैछ अनि अब अहिले अफिसियली ऊ चाहिँ गरेको छैन तर जस्ट एउटा मुभी सायद चाँडै लाइक 1 विक जस्तोमा अनाउन्समेन्ट हुन्छ होला अरू कलाकारहरूको पनि सुनौँ न लाइक टिम स्पिरिटलाई तपाईँहरूले कसरी हेर्नु भएको छ होइन टिनेजर्सहरूको लाइफलाई कसरी पोर्ट्रे गरिरहेको छ जसलाई आन्सर गर्दा एक्चुअली फेरि क्वेसन भनिदिनु न टिम स्पिरिटमा चाहिँ टिनेजर्सहरूलाई कसरी पोर्ट्रे गरिएको छ तपाईँको नजरियाबाट as our director said, एकदमै छोटो वेब सिरिज हो लाइक 4 एपिसोडको मात्रै सो एक्चुअली टिनेजर्सहरूको फुल्ली लाइफ लाइक टप टु बटम चाहिँ हामीले इन्क्लुड गर्न सकेका छैनौँ बट मोस्ट प्र्याक्टिकल र एकदम इम्पोर्टेन्ट थिङ्सहरू चाहिँ इन्क्लुड गरेका छौँ अब तपाईँहरूले अब त्यो एपिसोड आएपछि देख्नुहुन्छ होला फर स्योर म डाइरेक्टर साहबलाई सोध्न चाहेँ हजुर धन्यवाद बोल्दा हुन्छ त्यसको प्रब्लम बोल्नु 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 त हेलो ठिक छ त्यसको प्रब्लम त्यसलाई नजिक ल्याउँछ धन्यवाद पहिला आफ्नो इन्ट्रोडक्सन दिन्छु मेरो नाम चाहिँ मनिका लामा सो मैले चाहिँ यो सिरिजमा सृजनाको क्यारेक्टर हाम्रो चरु मल्लिकाको बेस्ट फ्रेन्डको रोल खेलेको छु तपाईँले क्वेसन चाहिँ बिर्सेछ हजुर हजुरको क्वेसन चाहिँ एकचोटि रिपिट हाम्रो कलाकार प्रिपेयर भएको छैन एकछिन म टाइम लिइरहेको छु हजुर हामीहरू आई थिङ्क सबैजना धेरैजना अवेरै हुनुहुन्छ अब यो सिरिजको बाहिर कोरियन सिरिज जापानिज सिरिज भन्ने धेरै चलिरहेको छ त्यसरी आई थिङ्क नेपालमा पनि यसरी हामीले टिनेजको यसरी लिएर चाहिँ मिनी सिरिज भए पनि जोस् ल्याइदिनु भएकोमा हाम्रो डिरेक्टर्सलाई धेरै धेरै धन्यवाद अनि त्यसरी नै हामी अडिसनको थ्रुबाट आयो अनि मेरो एक्सपिरियन्सको अनुसार चाहिँ जोस् जुन मैले टिनेजको बेलामा आफ्नो पर्सनल टिनेजको बेलामा जुन फ्रेन्डसिपहरू हुन्छ त्यसरी धेरै चेरिस गर्नु पाएन तर हाम्रो यो फ्यु डेजको सुटमा एकदमै धेरै चेरिस गर्नु पायो अब मल्लिका सबैजनाले चिनिरहेको अब वेल नोन पर्सनालिटी हाम्रो नेपालको आई थट अलिकति इम्प्रेसन चाहिँ अर्कै थियो मेबी अलिकति खुल्न सक्दैन किनकि हाम्रो क्यारेक्टर त अब बेस्ट फ्रेन्डको क्यारेक्टर छ अब नट जस्ट अन स्क्रिन अफ स्क्रिन पनि केमिस्ट्री हुन्छ हुँदैन त्यो चाहिँ क्वेसन आइरहेको थियो तर फर्चुनेटली के भयो भने चाहिँ म चाहिँ अब एक्स्ट्रोभर्ट हो मेरो पर्सनालिटी अनि मैले चाहिँ उसलाई चुज गरेँ अनि हामी चाहिँ फ्रेन्ड पनि भयो नट जस्ट इन रियल बट रियलमा पनि हामी जस फ्रेन्ड भयो अनि धेरै हार्डसिपहरू थियो बिचमा मल्लिका बिरामी भएको थियो धेरैचोटि आई मिन धेरै टाइमसम्म बिरामी भएको थियो अनि सेम टाइम सुटमा मेरो फेरि यो चाहिँ फर्स्ट टाइम एक्टिङै हो सो थ्रु अडिसन फर्स्ट टाइम अनि उसले धेरै कुरा सिकाउँथ्यो कि अब यसरी एक्सप्रेस गर मेबी यो क्यारेक्टरलाई तिमीले यसरी लिन सक्छौ यो डायलग यसरी उसले चाहिँ एकदम गाइड पनि गर्यो मेरो फ्रेन्ड पनि भयो मलाई पिरियड हुँदा क्राम्प्स हुँदाखेरि पनि उसले हट वाटर ब्याग ल्याइदिने आफै गएर अनि त्योहरू सोच्दा त अब उसलाई जरुरत थिएन मेबी उसले अरू कसैलाई भन्दैन उहाँले ल्याइदिनुहुन्थ्यो होला बट ऊ आफै उठेर गएर सबै ल्याइदिँदा चाहिँ आइ एम सो थ्याङ्कफुल फर दिस सिरिज यसले गर्दा चाहिँ एउटा ट्रु फ्रेन्डसिप भेटायो हाम्रो धेरै जस्तो सुट चाहिँ दुईजनाको धेरै सुट भयो तर अरू सुटहरूमा पनि धेरै रमाइलो हाम्रो डिरेक्टर दाई हाम्रो डिओपी दाईहरूले पनि एकदमै मैले सृजना मलाई सृजना नै भन्नु थियो किनभने हाम्रो दुईजनाको नेम सिमिलर छ मल्लिका मनिका अनि हामीलाई चाहिँ क्यारेक्टरको नेमले बोलाउनुहुन्थ्यो अनि यु डुइङ गुड यसलाई अझ यसरी गर भन्दै हामी त अब फर्स्ट टाइमर्स हो नि त तर एकदमै मोटिभेट गर्नुभयो त्यसको लागि एकदमै थ्याङ्कफुल छु थ्याङ्क यू
यो लाइक जिटवानसँगको कोलाबोरेसन पिच कसरी भएको हेलो थ्याङ्क यू सबैजनालाई आइदिनु भएकोमा जिटवानसँगको कोलाबोरेसन त एकदम दामी भयो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि तपाईँ